होइन के खोजे यो गौबारीमा यो घाँस हो कुत्ली कोसा हो यो कुत्ली कोसा भन्छ यसलाई बचपनमा धेरै खाइने गर्थ्यो के स्कुलबाट भागी आउने 1 बजे छुट्टीमा भागेर आउने अनि त्यसपछि आउने खेतबारीमा अरूको खेतबारीमा घुस्ने बसेर कुत्ली कोसा टिपेर यति बनाउने अनि 4 बजे अरू साथीहरू आयो भने फेरि साथीहरूसँगै आउने अनि घरमा ल्याएर यस्तै उमालेर खाने के यसलाई काँचै खाँदा पनि बहुत मजा आउँछ र यसलाई बोइल गरेर खाएपछि झन् आहा कति मिठो हुन्छ यो बचपनको यादहरू दिलाउँदैछ के गर्नु अब यस्तै हो लाइफ बचपन भन्ने कुरा एकचोटि आउने हो लाइफ भन्ने कुरा पनि एकचोटि आउने हो दोबारा नआउँदो रहेछ है त्यही हो आज यसो गाउँबारीमा हिँड्दैछु गाउँखेतमा हिँड्दैछु बचपनको यादहरू ताजा बनाउँदैछु त्यस्तै त हो अब याद ताजा बनाउने नै हो त्यो दिनहरू अब फर्केर आउँदैन अनि यो यही गाउँमा मात्रै पाइन्छ होइन गाउँमा पाइँदैन